सम्झिँदा पनि आनन्द लाग्ने पल। हेलो गाइज, वेलकम छ मेरो मिनी भ्लगमा। हामीहरू चाहिँ बच्चाबच्चीहरू कक्षा 4 का बच्चाबच्चीहरू हामीहरू चाहिँ अनि पछि यो कानमा कुनै ओडहरू भनेर चाहिँ फेरि राउन्ड गर्दाखेरि कहाँ जाँदा गलत हुन्छ, जसले गलत भन्छ त्यसले नाच्नु पर्ने गीताउनु पर्ने भनेर चाहिँ यस्तो खेल खेलिरहेको थियौँ। बच्चाबच्चीहरूले चाहिँ यस्तो खेल हुन्छ मिस हामी पनि खेलौँ न भने है। सधैँ पनि बच्चाबच्चीलाई पढाएर मात्र हुँदैन, कहिलेकाहीँ हामीले अन्य क्रियाकलापहरू गर्दाखेरि बच्चाबच्चीहरूको अनि विभिन्न अनि मानसिक संवेगात्मक भावनात्मक अनि पछि हरेक कुराहरूमा एक्टिभ हुन्छन्। अनि बच्चाले नजानेर चाहिँ उनीहरूले चाहिँ नचाइरहन् है। यस्तो रमाइलो गर्थ्यो नि। मलाई चाहिँ म फेरि बच्चाबच्चीहरूले पनि मैले भनेको मान्छन् र म पनि बच्चाबच्चीको भनेको मान्छु। त्यसैले यिनीहरूको र मेरो सम्बन्ध भनेको चाहिँ एकदम हुन्छ नि फ्रेन्ड जस्तो छ के। बच्चाबच्ची विद्यार्थीहरूलाई थर्काएर तर्साएर चाहिँ कहिले पनि यिनीहरूले सिक्दैन। हामीले त्यसको लागि चाहिँ बच्चाबच्चीहरूलाई माया गरेर राम्रोसँग बुझाएर फ्रेन्ड जस्तो भएपछि चाहिँ यिनीहरूले पनि हामीसँग अनि पछि हरेक कुराहरू भन्न डराउँदैनन्। अनि एकदम मैले भनेका कुराहरू चाहिँ उनीहरूले छिटो बुझ्ने जान्ने हुन्छन्। अनि हेर्नु कस्तो रमाइलो भइरहन् नाचिरहन् अनि दुईजना अनि फेरि सबै चाहिँ एकदम खुसी भइरहन्। थ्याङ्क यू सो मच।